गाइस अहिले चाहिँ म जुम्ले खोला भन्ने ठाउँमा छु हैन। आज चाहिँ पहिलोचोटि साइकल राइड गर्दैछु। यस्तो बवाल भइरहेछ हैन। चिसो मौसम छ, बादल लागिरहेछ। यस्तो छ मौसम चाहिँ यहाँको। यो चाहिँ जुम्ले खोला भन्ने गाउँ एकदमै ठुलो छ। यहाँ चाहिँ गाउँ माथिसम्म देखिँदैछ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबजना सन्चै हुनुहुन्छ होला। म चाहिँ साइकल राइडमा जाँदैछु पहिलोपटक हैन। धेरै दिनपछि भिडियोलाई अन्तिमसम्म हेर्नु होला के कस्तो लाग्छ। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला है। ल आजको भिडियो सुरु गरौँ। अहिले चाहिँ म जुम्ले खोला भन्ने ठाउँमा छु। एकदम चिसो हावा आइरहेछ हैन। मौसम पनि एकदम राम्रो गरिरहेछ, गर्मी छैन। बाटो पनि एकदम दामी छ कि यतातिर सब ठाउँ पिच छ हैन। यहाँदेखि तलैसम्म ल यो बाटो चाहिँ एकदम बवाल छ कि यस्तो मजा आनन्द आउँछ। तलैसम्म पिच छ यो बाटो चाहिँ, जङ्गल छ वरिपरि हैन। एकदम बवाल लाग्छ कि मलाई यो बाटो। यस्तो छ मौसम चाहिँ हैन। हेलो साथीहरू हैन, एकदम बवाल लाग्छ यो बाटो चाहिँ मलाई। साइकल कुदाउनु है त्यति आनन्द आउँछ कि यो बाटो। ल यस्तो छ वरिपरि जङ्गल छ हैन। सबै बाटो यस्तै भइदिएको भए एकदम बवाल हुन्थ्यो कि। ल अहिले चाहिँ म खैरेनी भन्ने ठाउँमा छु है। यस्तो देखिँदैछ यहाँ चाहिँ। आजको मौसम चाहिँ बवाल छ कि, धेरै गर्मी पनि छैन हैन। बादल लागिरहेछ। अहिले चाहिँ म मेन बाटोमा आइपुगेँ हैन। तल तुलसीपुर सुर्खेत जाने तल्लो बाटो छ हैन। लगाइज म चाहिँ अहिले यस्तो ठाउँमा छु हैन। धेरै गर्मी भयो क्या साइकल चलाएर। म चाहिँ रेस्ट गर्दै हिँडिरहेको छु। एकदम आनन्दको फिल भइरहेछ हैन। यहाँ चाहिँ एकदम शीतलो रहेछ, वरिपरि रुखहरू छन् हैन। यो चाहिँ सानो पार्क थियो योभन्दा पहिले, अहिले चाहिँ यस्तो छ हालत। ल पार्कको हालत यस्तो छ यो। गाइज यहाँनिर पिङ पनि रहेछ कि, लरी पिङ।
ल यस्तो छ लरेपिङ म खेल्छु है एकछिन ट्राई गर्छु क्या एकछिन रेस्ट गर्यो होइन अब चाहिँ म हिँड्दैछु अगाडि भिडियो अन्तिमसम्म हेर्नु होला र हाम्रो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला लगायत म चाहिँ अब लागिसक्यो होइन यहाँदेखि एकछिन रेस्ट गर्यो त्यो तपाईँहरूलाई देखाइयो होइन यो यो चाहिँ पेरेम पार्क भन्ने ठाउँ हो योभन्दा अगाडि धेरै भाइरल भयो तर अहिले चाहिँ हालत एकदम नाजुक छ कि यहाँको यस्तो भ्यू बवाल छ कि वरिपरि जङ्गल छ होइन रोड गइरहेछ बिचबाट यतातिर चाहिँ धान रोपिसकेका रहेछन् है यस्तो छ ल यो चाहिँ चिसापानी भन्ने ठाउँ हो लगायत सौरो लाएर म चाहिँ तुलसीपुर सुर्खेत रोडमा छु अहिले होइन हापुरे जाँदैछु क्या हापुरे हल्का काम भएर जाँदैछु अहिले चाहिँ म हापुरे बजारमा छु है यस्तो देखिँदैछ हापुरे बजार म चाहिँ हापुरेदेखि हिँड्दैछु घरतिर है अब हापुरे एउटा सानसानो काम भएर अब घरतिर जाँदैछु मौसम चाहिँ यस्तो दामी देखिरहेछ है लगायत म चाहिँ हापुरेदेखि अब घरतिर जाँदैछु भिडियोलाई अन्तिमसम्म हेर्नु होला के हापुरेमा चाहिँ धेरै भिडियो खिच्न पाइनँ है अलिअलि हल्का हल्का काम थियो मेरो त्यही भएर अब चाहिँ म घरतिर जाँदैछु पानी पर्ने जस्तो गरिरहेको छु हेरौँ अब पानी पर्छ कि नै बर्खा लागिसक्यो होइन अब बादल यस्तो छ अँध्यारो गरिरहेको छ अब पर्छ कि नै पानी लगायत म चाहिँ अगाडि बढ्दैछु एकदम धेरै गर्मी भइसक्यो साइकल चलाउँदा चलाउँदै यहाँनिर चाहिँ ज्याम्नु पाएर चाहिँ हल्का हल्का म चाहिँ रुख चढ्दैछु खानलाई ल हल्का ज्याम्न खायो अब घरतिर जाँदैछु म चाहिँ रेस्ट गर्दै हिँडिरहेको छु क्या धेरै गर्मी हुन्छ साइकल चलाउँदा धेरै दिनपछि चलायो नि त त्यो भएर होला सायद ल साथीहरू केही घन्टाको हिँडाएपछि आफ्नै गाउँमा आइपुग्यो ल यस्तो देखिँदैछ मौसम चाहिँ एकदम दामी छ ल मकै यत्रो भइसकेका छन् हल्का मकैले गर्दा गाउँ देखिरहेको छैन